नमस्कार, स्वागत छ कार्यक्रम मिशन न्यूजमा। म जीवन ढुङ्गाना। विकृति, विसंगति, भ्रष्टाचार विरुद्ध हाम्रो खबरदारी निरन्तर जारी छ। दर्शकवृन्द, राज्यले दिएको सुख सुविधा पनि ठूलाले लिने, तर राज्यलाई तिर्नुपर्ने कर नतिर्ने काम ठूलाबाट नै भइरहेको छ। कानूनले भनेको छ कुनै पनि व्यक्ति वा संस्थाले घर जग्गा भए बापत सम्बन्धित गाविस नगरपालिकामा घर जग्गा कर बुझाउनु पर्छ। तर काठमाडौँ उपत्यकामा रहेका 70% भन्दा बढी त्यस्ता व्यक्ति र संस्थाले घर जग्गा बापतको कर बुझाएका छैनन्, जसले गर्दा करोडौं रुपियाँको राजस्व उठ्न सकेको छैन। राज्यको नीति नियम मिचिएको छ। बाँकी प्रसंग यो रिपोर्टमा। निजी कम्पनीका आवासीय भवन र व्यापारिक कम्प्लेक्सहरूले घर जग्गा कर तिर्न हालटाल गरिरहेका छन्। तर यो समस्या भने निजीमा मात्र नभएर सरकारी संस्थानमा पनि छन्। नेपाल टेलिकम र साल्ट ट्रेडिङ बाहेक कुनै पनि सरकारी संस्थानले घर जग्गा कर तिरेका छैनन्। पछिल्लो समय कर तिरेको भनिएको प्राइभेट कम्प्लेक्सले पनि 4-5 वर्ष अगाडि तिरेका थिए। दुई 2068 को जनगणनाको तथ्याङ्क अनुसार महानगर क्षेत्रमा 2,54,292 घरधुरी छन्, जसमध्ये 1,50,000 मात्र महानगरपालिकामा दर्ता भएका छन्। दर्ता भएका मध्ये वार्षिक 50,000ले मात्र कर तिर्ने गरेका छन्। यसरी कर चुहावट भइरहँदा सम्बन्धित निकायले समेत कारबाही गर्न चासो देखाएको छैन। काठमाडौँ महानगरपालिकामा मात्र वार्षिक 3.5 अर्ब घर जग्गा कर मार्फत उठ्ने क्षमता छ, तर हाल केवल 36 करोड वार्षिक कर उठ्ने गरेको छ। घर जग्गा कर केवल 16 करोड उठ्ने गरेको देखिन्छ, जुन कुल 30% मात्र हो। कर उठाउनमा न त आन्तरिक राजस्व विभाग कडा रूपमा नै प्रस्तुत हुन सकेको छ, न त महानगरपालिका नै। काठमाडौँमा भाडामा बस्नेको जमात पनि व्यापक छ, तर घर बहाल कर बुझाउने घरपेटीहरू भने एकदम न्यून नै छन्। राज्यले आफ्नो नीतिमा कर उठाउने भनेको छ, तर घर बहाल कर उठाउने कडा रूपमा प्रस्तुत हुन सकेको छैन। सानातिना व्यवसायीहरूले तिर्नुपर्ने कर नतिर्दा ताकेता गर्ने महानगरपालिकाले किन यी व्यावसायिक रूपमा चलेका कम्प्लेक्सहरू र होटेलहरूको कर उठाउन सकिरहेको छैन? कतै विभिन्न शक्तिको आडमा कर तिर्नुपर्नेले आनाकानी गरिरहेको त होइन? यसरी ठूलो मात्रामा सरकारी राजस्वमाथि भएको चुहावट रोक्न कुनै तत्परता देखिएको छैन। उठ्ने गरेको कर 36 करोड समेत साना व्यवसायीबाट उठ्ने गरेको महानगरपालिकाले जनाएको छ। ठूला व्यवसायीले कर नतिर्दा किन कडा रूपमा प्रस्तुत हुन सकेको छैन महानगरपालिका? एकदम हो। किन गर्न होइन, हामीले नगर्न खोजेको होइन कि गर्न खोजेको हो। त्यो पनि मैले अघिलाई यहाँलाई पनि भने हामीले घर जग्गा कर ऐन र स्थानीय स्वायत्त शासन ऐन दुईटा लिएर हिँडेका छौँ साथसाथै। भन्नुभयो नि कि अहिले हामीले प्रयोग गर्नेका दुईटा ऐनलाई प्रयोग गरिरहेका छौँ। कतिपयले घर जग्गा कर ऐन अनुसार तिर्न पाऊँ भनेर सुविधाको माग गरिरहेको अवस्था छ। कतिपय स्थानीय स्वायत्त शासन ऐन अनुसार हामीले एक्सर्साइज गरिरहेका छौँ। ती विषयमा आएका दुविधाहरूलाई कसो गर्ने भन्ने अहिले मन्त्रालयमा हामीले
पत्रचार गरेको अवस्था पनि हो। त्यो मन्त्रालयबाट त्यसमा प्रष्टता नआएको हुनाले उनीहरूले अहिले तिर्नुपर्ने करदाताले त्यो मन्त्रालयमा पठाएको चिठीलाई लिएर हामीलाई बार्गेनिङ गरिरहेको उहाँहरूले कर नतिरिरहेको अवस्था छ। जुन बेला तपाईँले यो अहिलेको जुन काठमाडौँ महानगरपालिका रूपरङ्ग पहिले पनि त्यसले कल्पनै गरेको छैन कि र स्थानीय स्वायत्त शासन 2055मा आयो त्यसले बृहत रूपमा भेग त्यसको अथाह भेग छ। अब उनीहरूको 2019 सालको प्रावधान सुविधा उपभोग गर्न उनीहरूले खोजिरहेको अवस्था छ। अब हामी स्थानीय स्वायत्त शासन ऐनमा भएको व्यवस्था अनुसार हुनुपर्छ भनेका छौँ, तर कसरी जाने दुईटै ऐन एउटै विषयमा लागू हुने कि नहुने भन्ने कुरा पनि दुविधा छ होइन। ती विषयहरूलाई प्रष्ट गर्नको लागि उनीहरूले माग गरे। अब होटेलहरूको सम्बन्धमा तपाईँलाई अझ भन्नुहुन्छ भने पर्यटन उद्योगले एउटा होटेलको क्राइटेरिया तोकिदिएको छ, त्यो क्राइटेरिया अनुसार तिर्न पाऊँ भन्ने अझ उहाँहरूको डिमान्ड छ होइन। अब ती कुराहरूलाई चाहिँ कसरी सम्बोधन गर्ने भन्ने कुराले पनि हामीलाई अप्ठ्यारो पारेको छ। त्यसैले हामीले अहिले तत्कालै डिसिजन गर्न सकेका छैनौँ र हामीले पनि तालुक मन्त्रालयसँग यसको जवाफ माग्ने हो। आफूसँग कन्फ्युजन रहेको या दुवै पक्षको बिचमा जुन विवाद निक्लिन्छ थर्ड पार्टीमै जाने हो। अब हामी होटेल एसोसिएसन र कर नतिर्नेका जुन सङ्घ संस्थाहरू छन् उनीहरूको हामी बीच बसेर एउटाले मध्यस्थता गर्यौँ। त्यसको निकास निकाल्नको लागि हामीले मन्त्रालयलाई पठाएका छौँ। मन्त्रालयबाट नआइसकेको अवस्था हुनाले हामीले हार्ड एन्ड फास्ट गरेर अगाडि बढ्न नसकेको हौँ। एउटा कानुन समातेर हिँडिरहेको अवस्था छ। 19लाई फोकस गरेका छन् हामी यो 55। अब हामीलाई त गाइडेड गर्ने त ऐन त 55 हो नि होइन, त्यो अनुसार जानुपर्छ भन्ने कुरा हो। अब यसको विषयमा चाहिँ अब कसरी जाने भन्ने कुरा मन्त्रालयलाई हामीले निकाल्दै होइन, हामीलाई चाहिँ यस्तो गर त अगाडि बढ भनेर हामीले भनिरहेका छौँ। अब मन्त्रालयबाट त्यो कुरामा उपयुक्त निकास ननिक्लेको अवस्थाले हामीले सिधै एक्सनमा जान नसकेको अवस्था हो। अघि तपाईँले भने जस्तै रोका गर्न किन सक्नु भएन, ब्याङ्क रोका गर्न सक्नुहुन्थ्यो, जग्गाहरू लिलाम रोका गर्न सक्नुहुन्थ्यो, कारोबार रोका गर्न सक्नुहुन्थ्यो हो। त्यो हामीलाई स्थानीय स्वायत्त शासन ऐनले त्यो अधिकार दिएको छ, तर उनीहरूले समातेको ऐनलाई के गर्ने त हामी भन्ने कुरामा हामी अप्ठ्यारो भएको कारणले यो दुविधा हो। सरकारी ऐन पनि सानाको लागि मात्र बनेको जस्तो देखिन्छ। ठूला भनिएका संस्थाले नै सरकारी नियम उल्लङ्घन गरेको देखिन्छ। के सरकारले यस्ता संस्थालाई कारबाहीको दायरामा ल्याउन सक्ला? करको दायरामा सबैलाई ल्याउनुपर्छ। राज्यले नियम कानुनको परिधिमा नआउने कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन। त्यसका लागि जुनसुकै कदम पनि चाल्न राज्य तयार हुनुपर्छ। सानालाई करको दायरामा ल्याउन ताकेता गर्ने महानगरपालिकाले ठूलालाई यो या त्यो बहानामा कर असुलीमा छुट दिन नहुने नै हो। यस्ता प्रवृत्ति विरुद्ध सबैको खबरदारी आवश्यक छ। कानूनभन्दा माथि कोही पनि छैन र हुनु हुँदैन पनि। यसरी व्यापारिक भवन र हाउसिङ कम्प्लेक्सले विगत लामो समयदेखि घर जग्गा कर बुझाएको पाइँदैन। सरकारी संस्थान समेत त्यसरी कर नबुझाउने सूचीको अग्रपन्थीमा नै पर्दछ। अझ नाम चलेका होटलहरू जसले विभिन्न तारा नै भिरेका छन्, तर तिनले समेत महानगरपालिकालाई बुझाउनु पर्ने कर तिरेका छैनन्। व्यापारिक केन्द्रका मालिक दिनदिनै धनी बनिरहेका छन् भने राज्य तिनै ठूला व्यापारिक केन्द्रलाई सेवा सुविधा दिने संस्थानमा परिणत भएको छ। यो मुख दर्शक बन्नुको फाइदा तिनै ठूला व्यापारिक केन्द्रहरूले उठाइरहेका छन्। यिनै प्रसंगका साथ उपस्थित हुनेछौं एकैछिनको विश्रामपछि।
विश्रामपछि पुनः स्वागत छ दर्शकवृन्द। राजधानीका केही व्यापारिक केन्द्रका मालिकहरूले कर नतिरेर राज्यलाई ठाडो चुनौती दिइरहेका छन्, तर राज्य भने न त कर नतिर्नेलाई कारवाही नै गरिरहेको छ, न त अहिलेसम्म कुनै ठोस नियम कानून बनाउन सकेको छ। व्यापारीहरू भन्छन् 2019 सालको नियम कानून अनुसार तिर्छौं, राज्य भन्छ 2055 सालको नियम अनुसार तिर्नुपर्छ। यस्तै यस्तै विवादको कारण विभिन्न नाम चलेका व्यापारिक केन्द्रहरूले राज्यलाई कर तिर्न आनाकानी गरिरहेका छन्। बाँकी प्रसंग यो रिपोर्टमा। दस वर्ष अघिबाट सरकारले काठमाडौँ महानगरपालिकालाई घर जग्गा करको सम्पूर्ण स्वामित्व प्रदान गरेपछि सरकारले उठाउँदै आएको राजस्वमा क्रमिक रूपमा कमी आएको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका व्यापारिक कम्प्लेक्स, हाउसिङ कम्पनीले विगत लामो समयदेखि घर जग्गा कर तिरेका छैनन्। दैनिक लाखौं रुपियाँको व्यापार गर्ने व्यापारिक कम्प्लेक्सहरू समेत कर तिर्न कन्जुस्याइ गरिरहेका छन्। न्यू रोड, असन, पुतली सडक लगायतका स्थानका व्यापारिक भवनले लामो समयदेखि घर जग्गा कर बुझाएका छैनन्। महानगरपालिकाले असोज महिनाभित्र कर तिर्न व्यापारिक कम्प्लेक्स, हाउसिङ कम्पनीलाई सूचना जारी गरी असोज महिनाभित्र घर जग्गा कर तिर्नेलाई 20% छुट दिने निर्णय समेत महानगरले गरेको थियो। तर ठूला व्यापारिक कम्प्लेक्स र नाम चलेका होटलहरूले भने महानगरको त्यस सूचनाको कुनै प्रभाव नै गरेनन्। उनीहरूले यतिका समयसम्म राज्यलाई तिर्नुपर्ने कर तिरेका छैनन्। अगाडिदेखि जुन कारबाहीको प्रक्रिया अगाडि बढाएका थियौँ, विशेष गरी पटक पटक उहाँहरूलाई पत्राचार गरेर स्थानीय स्वायत्त शासन ऐन र नियम र घर जग्गा कर ऐन नियम अनुसारको छुट सम्बन्धीको सबै सुविधा दिई चाहिँ कारबाही अगाडि बढाएका थियौँ। त्यस अन्तर्गत चाहिँ होटलहरूले व्यवसाय कर र बाल कर चाहिँ तिरे, तर घर जग्गा करको विवरण आंशिक रूपमा मात्रै पेश गरेका छन् र घर जग्गा करको विवरण अनुसारको पनि घर जग्गा कर तिरेका छैनन्। अन्नपूर्ण होटल, रोयल सिने लगायत केही 2-3वटा होटलले चाहिँ घर जग्गा कर पनि तिरिराखेका छन् र बाँकी अरू 5 तारा र 4 तारा होटलहरूले तिरेका छैनन्। त्यो अरू मलहरूमा चाहिँ काठमाडौँ मल, काठमाडौँ सञ्चयकोष अन्तर्गतको भवन, अनि चावेलको केएल टावर, यो निगुडो केस प्लाजा, त्यसपछि तपाईँको टेकुको काठमाडौँ बिजनेस पार्क, त्यसपछि कमलादीको चाहिँ तपाईँको काठमाडौँ प्लाजा, यिनीहरूले चाहिँ घर जग्गा कर अहिलेसम्म तिरेका छैनन्। र यिनीहरूले चाहिँ विशेष गरी स्थानीय निकाय सम्बन्धी एउटा राजस्व नियावली आउँदैछ, त्यो नियावली आएपछि हामी तिर्छौँ भनेर पटक पटक हामीलाई यिनीहरूले जवाब चाहिँ दिने गरेका छन्। तर त्यो नियावली आए पनि त्यो आउनुभन्दा अगाडिको पूर्व अवस्थाको शर्तहरू चाहिँ तपाईँको पुरै खारेज हुने गरी आउने अवस्था अहिले पनि छैन र त्यो आउँदैन पनि सामान्यतया कानुन आउँदाखेरि। र पुनः उनीहरूलाई चाहिँ कारबाहीको प्रक्रिया अगाडि बढाउने अन्तर्गत हामीले होटलहरूलाई पत्राचार गरिसकेका छौँ र अरू मलहरूलाई पत्राचार गर्ने क्रममा छौँ। र अहिले थप हामीले सँगसँगै यही कारबाही सँगसँगै चाहिँ विभिन्न विषयगत र वस्तुगत व्यवसायी सङ्घहरूको व्यवसाय कर र गैर नाफामूलक संस्थाहरू दर्ता सम्बन्धी यो प्रक्रिया अगाडि थालेका छौँ। यो प्रक्रिया प्रारम्भ भइसकेको छ र केही संस्थाहरू दर्ता भइसकेका छन्। र यो चाहिँ कारबाहीको प्रक्रिया भनेको हाम्रो सामान्यतः फागुन महिनाबाट सुरु हुने हो। हामीले कारबाहीको प्रक्रिया सुरु गरिसकेका छौँ। अब पनि करको दायराभित्र आएनन् भने चाहिँ हामी गत वर्षको जस्तै कारबाही चाहिँ टुङ्ग्याउँछौँ। यो बिचमा नागरिक लगानी कोष जो गत वर्ष करको दायरामा थिएन, यो करको दायरामा आएको छ। र बाँकी अरू जति हामीले 36वटालाई कारबाही गरेका थियौँ, 36वटा मध्ये 11वटा चाहिँ अहिले पनि हाम्रो करको दायरामा छैनन्। बाँकी अरू चाहिँ करको दायरामा आइसकेको छ र सांस्कृतिक संस्थान करको दायरामा आउने प्रक्रियामा छ। र त्यस्तै अर्को यो साझा भण्डार लिमिटेड भनेर भोटाइटीमा भएको साझा भण्डार लिमिटेड चाहिँ
त्यो चाहिँ सहकारी बोर्डको स्वामित्वमा रहेको भवन, अर्को साझाले भाडामा लिएर फेरि अर्को चाहिँ कम्पनीलाई भाडामा दिएको अवस्था छ। उनीहरू आफैमा चाहिँ बेमेलको अवस्था छ, कसले कर ट्याक्स तिर्ने भनेर। यद्यपि उनीहरूले बाल करको चाहिँ किस्ताबन्दी रूपमा तिर्ने भनेर केही बाल कर रकम बुझाएका छन्, बुझाउन चाहिँ, तर पूर्ण रूपमा प्राप्त भएको छैन र त्यसको घर जग्गा कर पनि प्राप्त भएको छैन। यसरी धेरै लगानी गरेर बनेका व्यापारिक भवनहरूले घर जग्गा कर नतिर्दा त्यसको असर भने राज्यको राजस्व असुलीमा प्रत्यक्ष रूपमा पर्न गएको छ। कर तिर्न बाँकी रहेका व्यापारिक कम्प्लेक्सहरू केएल टावर, काठमाडौँ प्लाजा, आरबी कम्प्लेक्स, काठमाडौँ बिजनेस पार्क टेकु, काठमाडौँ मल, अल्फा बेटा नयाँ बानेश्वर सांस्कृतिक संस्थान, साझा भण्डार लिमिटेड। महानगरपालिकालाई तिर्नुपर्ने कर नतिर्नेमा व्यवसायिक कम्प्लेक्सहरू मात्र होइन, विभिन्न नाम चलेका होटेलहरू पनि रहेका छन्। कर नतिर्ने होटेलहरू होटेल मल्ल, होटेल सोल्टी, हायत रिजेन्सी होटेल, होटेल एभरेस्ट प्राली, होटेल र्याडिसन, होटेल शङ्कर, होटेल माउन्टेन, एक्एनएटी, साङ्ग्रिला होटेल। विभिन्न ताराहरू पाएका यस्ता होटेलहरूले समेत कानूनलाई चुनौती दिने काम गरिरहेका छन्। सरकारलाई तिर्नुपर्ने राजस्व किन छलिरहेका छन् यी होटेलहरू अनुसन्धानको विषय बनेको छ। हुन त राजधानीमा सञ्चालनमा रहेका सिनेमा हलहरूले समेत मनोरञ्जन कर तिर्नुपर्ने हो, तर कुनैले पनि तिरेका छैनन्। हाम्रो असुली जिरो हो। पोहोर साल मनोरञ्जन करमा हामी माइनस भन्नाले उठाएका छैनौँ। उठाएको छैनौँ भन्दा हाम्रो पहल हुँदा उहाँहरू करको दायरामा आउनु भएको छैन र यसपालि हामीले सबैलाई पत्रचार पनि गरेका छौँ। अस्ति यहाँ हामीले राजस्वमा साधारण सूचना सम्प्रेषित गरिसकेका छौँ, करको दायरामा आउनुहोस् भनेका छौँ। यसै गरी भाटबटेनी सुपरमार्केट, सिटी सेन्टर, सिभिल ट्रेड सेन्टर लगायतले पनि पुरै कर तिर्नुपर्ने तिरेका छैनन्। वर्ल्ड ट्रेड सेन्टरले भने कानुनी प्रक्रियामा गएको छ र तिर्नुपर्ने राजस्व तिरेको छैन। असोज मसान्तसम्म बक्यौता नबुझाए त्यस्ता कम्पनीलाई महानगरले दिँदै आएको सेवा सुविधा वञ्चित गरी मालपोत र बैंक मार्फत यस्ता कम्पनीलाई कालो सूचीमा राख्ने महानगरपालिकाले दाबी गरेको थियो। तर अहिले भने विभिन्न बाधा अडचन देखाउँदै ठूला व्यवसायीको सामु महानगर पनि झुकेको जस्तो देखिन्छ। सामान्यतः कारबाहीको हाम्रो आधार भनेको चाहिँ स्थानीय स्वायत्त शासन ऐनको दफा 165 मा भएको सम्बन्धी कारबाही हो। त्यो चाहिँ हामीले सूचना दिनेदेखि लिएर जुन संरचनाको चाहिँ घर जग्गा कर तिर्दैनन् त्यो चाहिँ लिलामसम्म गरेर लिलामले नखानेमा अरू उसको चाहिँ चलअचल सम्पत्ति रोका राखेर त्यो सम्पत्ति समेतबाट उठाउन सक्ने व्यवस्था छ। त्यो सम्मको कारबाही चाहिँ हामीले गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो त्यो सम्मको कारबाही चाहिँ हामीले गर्नु नपरोस् भन्ने हो करदातालाई पनि हाम्रो आग्रह। अब त्यति गर्दा पनि उहाँहरू आउनुहुन्न भने हामी लिलामसम्मको अवस्थामा चाहिँ जान्छौँ। तर्कहरू जे जस्तो भए पनि राज्यले अंगीकार गरेको नीतिबाट कोही कसै पनि भाग्न र पन्छन मिल्दैन। यसरी नाम चलेका कम्प्लेक्स र होटेलहरूले कर तिर्न आनाकानी गरिरहँदा नियामक निकाय मुखदर्शक बन्नु वाञ्छनीय होइन। दर्शकवृन्द, सभ्य नागरिकको पहिचान भनेको सुविधा लिएपछि त्यही अनुसारको कर तिर्नु हो। तर यहाँ त जसले राज्यलाई नै कर तिर्दैन तिनै समाजमा सभ्य कहलिन्छन्। यिनैका ठूला स्वर हुन्छन् समाजमा। कर नतिरे पनि समाजमा ठूला भन्दै हिँडिरहेकाहरूलाई कहीँ कतै आफ्नो दायित्व वहन गरेको देखिएन। न त राज्यको नियमन निकायले तिनीहरूलाई कारबाही नै
गर्न सक्छ न त राज्यले बनाएका बाधक कानूनहरूलाई परिमार्जन गर्न सकिरहेको छैन। एउटै घर जग्गा कर उठाउन पनि राज्यले आफ्ना निकायलाई 2-2वटा नियम कानून दिएको छ, एउटा 2019 सालको र अर्को 2055 सालको। यी दुई कानून दिएर सरकारले नियमन निकायलाई बन्धनमा पारेको छ भने करदाताहरूलाई अन्यलको फाइदा लिने ठाउँ छ। विभिन्न बाधा अडचनलाई फुकाई राज्य कर उठाउनतर्फ क्रियाशील हुनुपर्छ। प्रसंग यही बिट मार्छौं। मिसन न्यूजमा विषय उठान गरिसकेपछि त्यसको निराकरण नभएसम्म हामी निरन्तर निगरानी गरिरहनेछौं। सीमित व्यक्तिले सिंगो राष्ट्रलाई नै विकृत बनाउन सक्ने तर्फ तपाईँ हामी बेलैमा सचेत हुन जरुरी छ। यस्ता विकृति रोक्न तपाईको पनि सक्रिय सहभागिता आवश्यक छ। तपाईको सूचना हाम्रो कार्यक्रमको स्रोत बन्न सक्छ। त्यसैले विकृति, विसंगति र भ्रष्टाचार सम्बन्धी तपाईसँग पनि कुनै सूचना छन् भने हाम्रो टेलिफोन नम्बर 015010-806 तथा मोबाइल नम्बर 9801160353 वा news.national@mountantv.com.np मा इमेल गर्न सक्नुहुनेछ। हवस् त मिसन न्यूज आजलाई यति नै। भोलि नयाँ विषयका साथ उपस्थित हुनेछौं। नमस्ते।